अन्डर एज ग्रुपको अन्डर क्याटेगोरीको टुर्नामेन्टहरू प्रायः जसो हुँदैन। आज यो मदन भण्डारी स्पोर्ट्स एकाडेमीले सञ्चालन गरेको मदन भण्डारीको नाउँमा र खेल्ने एउटा अवसर पनि पाउनुभयो। धेरै टिमहरू यहाँ आउनुभएको थियो, स्कुलका टिमहरू थियो। कतिको इन्जोइङ भयो, कतिको एउटा खेलाडीको हिसाबले कतिको आवश्यक देख्नुहुन्छ नयाँ खेलाडीको हिसाबले? अब मलाई चाहिँ एकदम यो मदन भण्डारीले जुन चाहिँ यो गेम आयोजन गर्नुभयो एकदम मलाई खुसी लाग्यो। यो गेम अब सुन्दाखेरि अब हामीलाई पनि एकदम चान्सहरू आयो। अब हामी पनि कति अब गेमहरू अब खेला कति धेरै हामी पनि उत्सुकता थियो होइन। अब झन् मदन यो भन्दाखेरि अन्डर 19 गेम पनि भयो, यो सुन्दा हामी एकदम एक्साइटेड भयौँ। अनि अब हामी अरू टिम सबैसँग हामी इन्जोय गरेर खेल्यौँ। अब आज पनि हामी आफ्नो बेस्ट टिम जस्तो तपाईँहरूको दुईवटा टिम भाग लिएको थियो, एउटा सिनियर र जुनियर, र यहाँ चाहिँ एउटा जुनियर टिममा हुन्थ्यो। आफ्नै टिमको दिदीहरूसँग यसरी फाइनलमा पुगेर फाइट गर्दा कतिको उत्साहित हुनुहुन्थ्यो? अब एकदम आज दिन चाहिँ एकदम राम्रो बेस्ट दिन खोजेर हामीले अब पछि फर्स्ट त राम्रै गयो। अब सेकेन्ड थर्ड चाहिँ सोचे जस्तो राम्रो चाहिँ गएन। अन्य टुर्नामेन्टहरू पनि अब एज ग्रुपको टुर्नामेन्ट एकदमै कम हुन्छ। के भन्नुहुन्छ सरकारलाई, भलिबल सङ्घलाई के भन्नुहुन्छ? यस्तो टुर्नामेन्ट गराउन धेरै गरायो भने तपाईँहरू त अपर्च्युनिटी पाउनुहुन्थ्यो नि, खेल्ने अवसर पाउनुहुन्थ्यो नि, त्यो त छैन। के भन्नुहुन्छ? अब अरू हिसाबले चाहिँ भलिबलमा चाहिँ धेरै कम नै हुन्छ होइन। यस्तो टुर्नामेन्टहरू चाहिँ अब कतिले अब राम्रो प्लेयर पनि अब कति त आफ्नो गेम देखाउन नपाएर पछि नै भइरहेको हुन्छ। त्यही भएर अब यो सरकारलाई चाहिँ के भन्छ भन्दाखेरि यस्तो टुर्नामेन्टहरू भइरह्यो भने हाम्रो गेम पनि अब माथि माथि नै चढेर जान्छ। अब यो यस्तो लेभल अब अन्डर एजको गेम पनि हुँदै जान्छ भन्ने मेरो भनाइ छ। थ्याङ्क यू। के नाम हो हजुरको? मेरो नाम चाहिँ ग्रीष्मा गुरुङ। अलिक जोडले। मेरो नाम चाहिँ